Hello everyone, welcome to my reporting sessions. यो चाहिँ मेरो नयाँ गिफ्टहरु आएको थियो अनि त्यसलाई रिपोर्टिङ गर्दैछु। यो चाहिँ मसँग यो कलर चाहिँ थियो, अरु चाहिँ थिएन हैन। अनि आई एम भेरी ह्यापी, थ्यांक यू। यो एन्ड दिस वान अनि आइल्याक मिस्ट अनि यो पनि मतलब छन चाहिँ छ तर लोकल वाला हो। यो फ्लावर साइज चाहिँ मैले यो चारवटामा चाहिँ ठुलठुलो पाएँ, फ्लावर साइज चाहिँ बढी रहेछ। अनि लेट्स डू रिपोर्टिङ है। रिपोर्टिङमा चाहिँ मैले यही जेरानियमको पातहरू जुन चाहिँ एकदम धेरै पाकेको वाला छ त्यो चाहिँ अलि युज गर्छु है। अनि युज गर्छु, यसलाई चाहिँ तल तल राख्छु। अनि मसँग यो अलरेडी गार्डन सोइल छ, यसमा चाहिँ बालुवाको कन्टेन्ट अलि बढी छ है। त्यसपछि यो धानको भुस अनि यो चाहिँ मल जुन चाहिँ मैले डिएपी अनि पिना अनि त्यसपछि बर्न मिल चाहिँ मिसाएर बनाएको हो। अनि अलिकति पत्कर पनि छ है। लेट्स डू इट। यो चाहिँ टाइम ल्याप्समा हेर्नु होला हजुरले। देखाएँ अनि त्यसपछि यसमा चाहिँ मैले माटो पत्करहरू चाहिँ मजाले मिलाएर मोलहरू मिलाएर हालेको छु। मतलब मैले जे जानेको छु त्यही गरेको छु हैन। अनि त्यसपछि यो जेरानियम्समा चाहिँ एकदमै धेरै रुट बाउन्ड थियो के। अनि त्यसपछि यो सबै कोकोपिटमा रहेछ, त्यही भएर मैले यसको रुट बाउन्डहरू सबै हटाएँ हैन। बरु सर्नलाई 1-2 दिन टाइम लागोस् भनेर। अनि मैले किन त्यसरी खोतालेर हेरेको भन्दाखेरि चाहिँ त्यो बाहिरबाट इम्पोर्टेड फ्लावरहरूमा चाहिँ त्यो भित्र कालो कलरको प्लास्टिक हुन्छ के, त्यो चाहिँ छ कि छैन भनेर हेरेको खासमा मैले हैन। त्यही भएर हो, त्यो रहेछ भने चाहिँ फुलको ग्रोथ नै हुँदैन क्या जति गरे पनि। त्यही भएर चाहिँ होप हजुरले इन्जोय गर्नुभयो होला मेरो भिडियो। प्लिज लाइक शेयर एन्ड सब्सक्राइब है। धन्यवाद मेरो फुलहरू मन पराइदिनु भएकोमा, थ्याङ्क यू सो मच। अनि यो जेरानियम्समा चाहिँ मैले के पाएँ भने हाम्रो घरमा भएको जेरानियम मसँग भएको जेरानियमहरू भन्दा चाहिँ यसको फ्लावर साइज चाहिँ अलिक ठुलो नै छ कि। त्यही भएर हो। यो चाहिँ मेरो क्रिसमस क्याक्टस थियो अनि यसलाई मैले सानो भाँडोमा लगाइदिएँ। त्यसपछि यो पनि कलर चाहिँ मसँग थियो तर यसको फ्लावर साइज चाहिँ ठुलो भएको भएर म एकदम अट्र्याक्ट भएँ हैन। अनि त्यसपछि यसलाई चाहिँ मैले तल तलको पातहरू सबै निकालेर गरेँ। यो चाहिँ आइल्याक मिस्ट मसँग घरमै भएको गमलाहरू चाहिँ युटिलाइज गरेँ। त्यसपछि लास्टमा चाहिँ मैले यिनीहरूलाई शीतलमा राखेर फन्जिसाइड र पानी हालिदिएँ हैन। त्यसपछि चाहिँ मैले मतलब भएकोहरूलाई चाहिँ सबैलाई वान साइड गरेर अलि घाम नपर्ने ठाउँमा 2-4 दिनलाई राखेर अनि त्यसपछि मजाले फन्जिसाइड र पानी हालिदिएँ। सायद यिनीहरू भोलि एक दिनलाई चाहिँ ओइल आउँछ होला किनभने मैले सबै रुटहरू निकालेको थिएँ। पर्सिदेखि त सेट भइहाल्छ। थ्याङ्क यू।